विदेशबाट पठाएको पैसा निकाल्दा दिएको डकुमेन्ट लुकाएर आइएमई सञ्चालक र सिम कार्ड बेच्ने मोबाइल पसलेको डर लाग्दो धन्दा। सर्वसाधारणको नाममा एकाउन्ट बनाएर ठगी गर्ने एक खतरनाक गिरोहको पर्दाफास। सावधान, कतै तपाईको नागरिकता पनि गलत मान्छेको हातमा त परेन। दर्शकवृन्द, एउटा यस्तो ठगी गर्ने गिरोह जसले आफन्तले विदेशबाट पठाएको पैसा निकाल्न आइएमई पुगेका स्थानीयहरूको डकुमेन्ट लुकाउँथ्यो र त्यही डकुमेन्टबाट सिम कार्ड निकालेर एउटा डरलाग्दो ठगी धन्दा चलाउँथ्यो। आउनुहोस्, आज हामी यही ठग गिरोहको बारेमा पर्दाफास गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला र सचेत पनि रहनुहोला अब कसैलाई आफ्नो डकुमेन्ट दिनुभन्दा पहिला। धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आइडी बनाएर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत ठगी गर्ने समूहका 6 जना पक्राउ गरेको बारे जानकारी दिएको हो। पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका 9 धारापानी चोकमा मामा भान्ज ट्रेडर्स आइएमई सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम 9 घर भई हाल धारापानी चोकमा मोबाइल पसल सञ्चालन गरेर बसेका 34 वर्षीय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका 2 का 25 वर्षीय साधुराम, सोही स्थानमा घर भई हाल जनकपुर धामको शिव चोकमा डेरा गरी बसेका 22 वर्षीय बलराम मण्डल, धनौजी गाउँपालिका 2 का 20 वर्षीय रूपेश कुमार शाह र सोही स्थानका 19 वर्षीय निक्की कुमार राम रहेका छन्। उनीहरूले ठगी गरी विभिन्न व्यक्तिहरूको नाममा खोलिएको वालेट आइडीबाट हालसम्म 39,20,065 रुपैयाँ बराबरको कारोबार गरेको खुल्ला आएको छ। पक्राउ परेकाहरूमध्ये आइएमई सञ्चालक भुजेलले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका मानिसहरूले आफन्त तथा घर परिवारका सदस्यको नाममा अन्य मुलुकबाट रेमिटान्स पठाएको रकम निकाल्न आउँदा नागरिकता र फोटो आवश्यक पर्ने भन्दै प्रतिलिपि निकाली वालेट आइडी बनाउने गरेको खुल्ला आएको छ। त्यस्तै पक्राउ परेका मोबाइल पसल सञ्चालक मण्डलले सिम कार्ड निकाल्न आउने सेवाग्राहीहरूलाई झुक्क्याएर उनीहरूको नाममा अन्य सिम कार्ड निकाली वालेट आइडी बनाएर आइएमई सञ्चालक भुजेललाई दिने गरेको खुलेको छ। त्यस्तै ठगी गर्ने मुख्य व्यक्तिहरू बलराम मण्डल, रूपेश कुमार शाह र निक्की कुमार रामले भने सामाजिक सञ्जाल मार्फत नक्कली प्रोफाइल बनाएर लत्ता कपडा, फर्निचर, मोटरसाइकल लगायतका विभिन्न किसिमका फोटो र भिडियो पोस्ट गरी विज्ञापन गर्ने गरेको खुलेको छ। सो विज्ञापनको प्रलोभनमा परेर सर्वसाधारणहरूले पठाउने रकम वालेट आइडीमा राखेर उनीहरू सम्पर्कविहीन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बहादुर बमले जानकारी दिए। यस ठगीमा पक्राउ परेका साधुरामले भने मोबाइल पसल सञ्चालक मण्डलबाट वालेट आइडी तथा वालेटमा प्रयोग हुने सिम कार्ड खरिद गरी उक्त वालेट आइडी आफ्नो मोबाइलमा लगइन गरी उक्त आइडीको क्युआर कोड सामाजिक सञ्जाल मार्फत पोस्ट भएको विज्ञापन देखेर प्रलोभनमा परेका सर्वसाधारणहरूलाई पठाउने र रकम प्राप्त भएपछि सोबाट 25 देखि 30% कमिसन लिई बाँकी विज्ञापन पोस्ट गर्ने 3 जनालाई दिने गरेको खुलेको छ। उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको 11 थान मोबाइल, 4 वटा ल्यापटप, एप्पल कम्पनीको एउटा आइप्याड, ठगी गर्न प्रयोग भएको 20 वटा सिम कार्डको सिरियल नम्बर तथा सिम कार्ड नम्बर मात्र खुल्न आएको 55 वटा कभर र इन्टरनेटका 3 वटा राउटर फेला पारेर नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको विरुद्धमा 3 जनाले जाहेरी लेखी पेश गरेकाले सोसहित अन्यलाई पनि ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यो हेर्नुहोस्। रेमिटेन्स जुन निकाल्न आउने व्यक्तिहरूलाई उहाँले पेश गरेका जुन उहाँले पेश नागरिकता र उहाँको फोटो समेत खिचेर त्यसको प्रतिलिपि निकालेर त्यसको मिसयुज गरेर विभिन्न किसिमका उहाँलाई अब यो भएन भने पैसा झिक्न मिल्दैन भन्ने किसिमले झुक्क्याएर त्यो उनीहरूको डकुमेन्ट र फोटो समेत लिएर वालेट एकाउन्टहरू सञ्चालन गरे। छिमेकी अब साइडमा एउटा मोबाइल पसल सन्तोष मण्डल भन्ने मोबाइल पसल सञ्चालन गर्नुभएको छ, उहाँसँग मिलेर उहाँलाई प्रति वालेट आइडी 1500 देखि 2000 सम्ममा बेच्ने गरेको पाइएको छ। त्यस्तै गरेर यो घटनामा संलग्न अन्य मोबाइल पसल मैले अघि भने धनुषाधाम नगरपालिका वडा नम्बर 9
ठेगाना भएर अहिले धारापानी चोकमा दीप शिखा नामक मोबाइल पसल सञ्चालक वर्ष 37 सन्तोष मण्डल रहेका छन्। उहाँले चाहिँ आफ्नो मोबाइल पसलमा यो जुन नयाँ सिम कार्ड झिक्न आउनुहुन्छ सेवाग्राहीहरूको नयाँ सिम कार्ड झिक्न आउँदाखेरि पेश गरेका डकुमेन्टहरूबाट माग गरेको भन्दा बढी सिमहरू त्यो डकुमेन्टबाट झिकेर त्यसको दुरुपयोग गरेर वालेट आइडीहरू खोल्नको लागि त्यसको दुरुपयोग गर्ने र विशाल भुजेललाई मोबाइल तथा सोही सिमका कार्ड समेत उपलब्ध गराएर वालेट आइडी एक्टिभ गराउने भेरिफाई गर्ने र त्यो वालेट आइडी आफूले प्रति वालेट आइडीको 6000 देखि लिएर 10000 सम्मका दरले जसले अनलाइन ठगी गर्छन् ती व्यक्तिहरूलाई बिक्री गरेको देखियो। त्यस्तै गरेर उक्त घटनामा संलग्न धनौजी नगरपालिका वडा नम्बर 2 बस्ने वर्ष 25 का साधुराम जसले चाहिँ दीप शिखा मोबाइल पसलको सञ्चालक सन्तोष मण्डल मार्फत वालेट आइडी खरिद गर्ने र वालेट आइडीमा प्रयोग भएका सिम कार्डहरू समेत लिई उक्त वालेट आइडी आफ्नो मोबाइलमा लगइन गरी उक्त आइडीको क्युआर कोड निजको संलग्नतामा रहेका अन्य अनलाइन ठगी गर्ने व्यक्तिहरू जुन यहाँ तल मैले नाम उल्लेख गरेको छु व्यक्तिहरूलाई पठाएर ठगी गरेको रकम त्यो वालेटमा मगाउने र त्यसको जुन ठगी गरेको रकम प्राप्त भइसकेपछि त्यसको 25 देखि 30% सम्म त्यो रकम आफूले लिने र बाँकी रकमहरू त्यो ठगी गर्ने कार्यहरू जुन यहाँ मैले उल्लेख गरेको छु। जनकपुर शिवचोक एरियामा डेरा गरी बस्ने वर्ष 22 को बलराम मण्डल, त्यस्तै गरेर धनुषा को धनौजी गाउँपालिका 2 बस्ने 20 को रुपेश कुमार शाह र त्यस्तै गरेर 19 को निकी कुमार राम उहाँहरूले चाहिँ आफ्नो सामाजिक सञ्जालको दुरुपयोग गरेर नक्कली प्रोफाइलहरू बनाएर लत्ता कपडा लगायतका फर्निचर मोटरसाइकल लगायतका विभिन्न सरसामानहरूको विज्ञापन पोस्ट गरेर सर्वसाधारणलाई त्यो सामान खरिद गर्नको लागि विज्ञापन गर्ने र त्यसपछि उहाँहरूसँग पैसा माग गरेर त्यो जुन अघि आइडीहरू बनाएको त्यसमा रकमहरू माग गर्ने र त्यसपछि त्यो सामानहरू नपठाउने यसरी अनलाइन ठगी गर्ने यो समूह 6 जनाको समूहलाई हामीले यसमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ र यसमा हामीले ठगी कार्यमा प्रयोग भएका विभिन्न सामानहरू समेत हामीले यसमा बरामद गरेका छौँ। यसमा विभिन्न कम्पनीका मोबाइलहरू 19 थान, त्यस्तै गरेर ल्यापटप 4 थान, एप्पल कम्पनीको आइप्याड 1 थान, ठगी कार्यमा प्रयोग भएका सिम कार्डहरू 20 थान, त्यस्तै गरेर सिम कार्डको सिरियल नम्बर तथा सिम कार्ड नम्बर मात्र खुल्न आएको कभर 55 थान र इन्टरनेटको राउटरको 3 थान हामीले यसमा बरामद गरेका छौँ भने अनुसन्धानको क्रममा हालसम्म 39,20,065 रुपियाँ बराबरको कारोबार भएको ट्रान्जेक्सन भएको वालेट एकाउन्टहरूबाट देखिन्छ भने आइएमई सञ्चालकले झुक्याउन पारेर डकुमेन्ट दिएका धनुषा जिल्लाको धारापानी क्षेत्रका विभिन्न 29 जना जुन व्यक्तिले जुन डकुमेन्ट पेश गरेका थिए उहाँहरूको डकुमेन्ट प्रयोग गरेर वालेट एकाउन्टहरू खोलेको भेटिएको छ भने त्यो एकाउन्टमा अहिलेसम्म 4 लाख रुपियाँ वालेट आइडीहरूमा ब्लक रहेको अब कसैले उजुरी गर्नु भएको थियो होला उजुरीको आधारमा त्यो 4 लाख रुपियाँ ती एकाउन्टहरूमा अहिले ब्लक भएको अवस्था रहेको छ। यसमा थप अब अनुसन्धान कार्य भइरहेको छ।